सबैलाई नमस्कार। खासै भन्दाखेरि अब यो चुनावपछि चाहिँ हाम्रो यो सांसदजी चाहिँ पहिलो भेटघाट नै हो। त्यस कारणले अब चाहिँ अब हामीले चुनाव जितेर गयो। अब काम गर्ने सिलसिलामा चाहिँ अब आफ्नो चाहिँ सबै लमजुङवासीहरूले आफ्नो चुनाव जितेर जानुभयो। सांसदजी कहिले आउनुहुन्छ भन्नुहुन्छ आज आइसक्नुभयो तपाईँहरूको सामु होइन। अब यो हाम्रो काम गर्ने शैलीमा चाहिँ हामीले चाहिँ एउटा उनी निर्माण फाइल नै बनाएका छौँ। त्यही निर्माण फाइल चाहिँ मैले ध्यानलाई दिन चाहिँ लागिरहेको छु अब छुटेकै कुराहरू केही हुन्छ र आफ्नो चाहिँ दुईवटा शब्दहरू हामीले पनि राख्नु हुन्छ। अरू केही सल्लाह सुझाव होइन खासै त्यस्तो त यी खोलाहरू अलिअलि खोला छन्। यी खोलाहरूलाई चाहिँ यसो तटबन्ध चाहिँ अलि बाक्लो सकेसम्म बाक्लो बनाउनु पर्छ। अब टार्गेट हामीले अर्को चाहिँ उसलाई टार्गेट गरेर अलिकति कसरी हुन्छ तपाईँलाई फुर्सद भएन यतै अब भनौँ न हाम्रो चाहिँ यो चुनाव एरिया तपाईँहरूको चाहिँ लमजुङ एरियामा चाहिँ अलिकति बाक्लो बनाइदिनुहोस्। हाम्रो अर्थ जोइन त्यस्तो छैन। अब हाम्रो कुरा होइन अन्त केही डिमान्ड लिन केही नसक्यो भने भेटघाट बाक्लो भयो भने केही न केही चाहिँ ऊ बढिरहन्छ कि हाम्रो चाहिँ अब उहाँ काम नभएला आउने आफ्नै गोर्खातिर लाइट हुन्छ लाइट पनि एउटा कम्प्लेन यसमै त्यो गोर्खातिर अलिकति हावा आउने हाम्रो यहाँ पनि लाइटको छ। भेदभाव चाहिँ भाषा गोर्खा लमजुङमा लाइटको चाहिँ लाइट चाहिँ उता आइरहेको हुन्छ हाम्रोभरि आएको टाइममा गडाङडुङ आएको टाइममा त ठिक भयो। आइपछि पनि धेरै जस्तो यहीँ जान्छ नि फेरि। अब सुन्नु सहरको कुरा होइन। उपस्थित सम्पूर्ण आदरणीय आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक नमस्कार। सर्वप्रथम त यहाँहरूलाई हामीले अलि धेरै कुरायौँ आज। अब धेरै ठाउँमा नै हिजो पनि मर्स्याङदेखि अस्ति भनौँ न राति 1:30 बजे पुग्यौँ एक ठाउँमा। अनि हिजो बिहान 5:30 बजे हिँडेको राति 12:30 बजेसम्म फेरि हुन्छ नि भेटघाटमै व्यस्त भयौँ। यो भनेको हामीलाई किन हामीले बढी समय दिनु परेको छ भने हजुरहरूले हामीलाई गत निर्वाचनमा अत्याधिक मतले जिताउनु भएको छ। त्यो अत्याधिक मत भनेको के हो त भन्थे अत्याधिक जिम्मेवारी दिनुभएको हो क्या हजुरले हामीहरूलाई। हो त्यो अत्याधिक जिम्मेवारी दिने क्रममा यहाँहरूले राइनस नगरपालिकाका 10वटा वडामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई 1 नम्बरको पार्टी बनाएर अत्याधिक मत दिनुभएको छ। यसका लागि म यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु र आज केही बेर कुराउनु परेकोमा हजुरहरूलाई त्यो क्षमा प्रार्थी छु। अब हामी अहिले धेरै कुरा आफ्नो कुरा गर्नभन्दा पनि यहाँहरूका कुरा सुन्न आएका हौँ। ठाउँ गएर त्यो ठाउँको के छ आवश्यकता, त्यहाँ पहिला सबैभन्दा नगरी नहुने काम के छ, यही असार मसान्तभित्र अथवा जतिसक्दो छिटो गर्नुपर्ने काम के छ र अर्को आर्थिक वर्षको बजेटमा समेटेर गर्नुपर्ने काम के छ भनेर बुझ्दै अनि यहाँहरूलाई कुनै पनि किसिमले प्रशासनिक झन्झट भएको छ कि सरकारी कार्यालयहरूमा जाँदाखेरि अनावश्यक दुःख पाउनु भएको छ कि अथवा विभिन्न किसिमका विकास निर्माणका कामहरू गर्दाखेरि त्यो अधुरो भएर अथवा ठेकेदार भागेर अथवा त्यो के भन्छ समयमा नसकिएर त्यसकै कारणले पनि अन्य दुःख भोग्नु परेको छ कि जस राज्यबाट नागरिकले पाउने सेवा सुविधा राज्यले जनताप्रति दिनुपर्ने दायित्व कहीँ कतै राम्रोसँग पुरा भएको छ कि छैन भनेर त्यो बुझ्न र अब कसरी काम गर्ने त हामीले अब कसरी त्यसलाई पुरा गर्ने त भनेर यहाँहरूको राय सल्लाह दिन अहिले मैले भने जस्तै त्यो लिन आएका हौँ। र पहिला अस्ति म लमजुङ आएको भोलिपल्ट नै बेसी सहर गएर मैले प्रमुख जिल्ला अधिकारीज्यूलाई भने अब यो लमजुङमा सबै किसिमका कुराहरू हामीले बुझ्नुपर्ने छ।
त्यसका लागि यहाँहरूले सम्पूर्ण कार्यालय प्रमुखहरूलाई बोलाइदिनु होला, म उहाँहरूसँग अन्तर्क्रिया गर्छु भनेर भनिसकेपछि उहाँले त्यसको भोलिपटक सम्पूर्ण यो पालिकाका प्रमुख प्रशासकीय अधिकारीज्यूहरू र जिल्ला स्थित विद्युत, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, नापी अनि मालपोत, वन लगायत सम्पूर्ण कार्यालयका प्रमुखहरूलाई उहाँले बोलाइदिनु भयो त्यहाँ र बोलाएर हामीले सुन्यौँ। लगभग त्यो 1-2 घन्टामा सकिन्छ भनेको कार्यक्रम 4 घन्टाभन्दा पनि बढी लाग्यो, किनकि त्यहाँ धेरै कुराहरूको उहाँहरूबाट हामीले सुन्नु थियो, उहाँहरूले भोग्नुभएका समस्याहरू बुझ्नु थियो र त्यसले गर्दा उहाँहरूले सेवाग्राहीहरूलाई सेवा प्रवाह गर्ने क्रममा भोग्नु परेका कठिनाइहरू थाहा पाउनु थियो र यदि कहीँ कतै नागरिकलाई यो नियतवश नै दुःख दिने काम भएको छ कि छैन भनेर हामीले त्यो थाहा पाउनु पर्ने थियो र अब उहाँहरूलाई त्यो किसिमको सेवा प्रवाह गर्ने क्रममा कानुनी रूपमा कहीँ कतै अप्ठ्यारा भएका छन् भने ती कानुनी झन्झटहरूलाई पनि अब ऐन कानुन संशोधन गरेर सहज बनाउनु पर्ने थियो र त्यसमा हामी एउटा राम्रो हुन्छ नि त्यो अन्तर्क्रियात्मक कार्यक्रम भयो र त्यसपछि हामी मर्स्याङ्दी गाउँपालिकाका विभिन्न ठाउँहरूमा गयौँ र त्यहाँका नागरिकहरूको आवाज सुन्यौँ, उहाँहरूको समस्या बुझ्यौँ र उहाँहरूलाई पनि यहाँहरूलाई जस्तै त्यो गत निर्वाचनमा हामीलाई अत्याधिक मत दिएर जिताउनु भएकोमा धन्यवाद व्यक्त गऱ्यौँ उहाँहरूलाई र उहाँहरूले हामीलाई अझै कामको लागि शुभकामना, उहाँहरूबाट शुभकामना, सल्लाह सुझाव र थप आशीर्वाद लिएर फर्क्यौँ र अब यहाँ यो राइनस नगरपालिकामा लगायत अन्य नगरपालिका र गाउँपालिकाहरूमा हामीले सम्पूर्ण पालिका प्रमुखहरूलाई भनेर अब आउने बजेटमा हामीले के कुरा समेट्नुपर्छ, हजुरहरूले त्यहाँका नागरिकको आवश्यकताको आधारमा, पहुँचको आधारमा होइन, आवश्यकताको आधारमा ती योजनाहरू ल्याउनु होला। त्यो हामी त्यसलाई चाहिँ बजेटको लागि हामी कहाँ के गर्नुपर्छ गर्छौँ भन्यौँ र उहाँहरूले आफै गएर दर्ता गर्नुभएको छ सम्बन्धित मन्त्रालयहरूमा। कति साथीहरूले हामीलाई पठाइदिनु भएको छ, मैले आफै र मैले केही साथीहरू लगाएर त्यो दर्ता गराएको छु र यसपटकको लागि योजना दर्ता गराउने समय अर्थ मन्त्रालयले हामीलाई अस्ति 10 गतेसम्मको लागि मात्रै दिनुभएको थियो। त्यसैले हामीले त्यो बेलासम्म योजना दर्ता गराएका छौँ र यसपटक सरकारको सबैभन्दा बढी प्राथमिकता भनेको सुशासन स्थापित गराउनु हो। जब सुशासन हुन्छ नि त्यसपछि विकासले गति लिन्छ र त्यही सुशासन स्थापित गर्नको लागि साथीहरू लागि पर्नु भएको छ र अनि सँगसँगै अहिले मैले भने जस्तै अलपत्र भएका ऋण योजनाहरू छन् नि तिनीहरूलाई समयमा नै सक्नको लागि कोसिस गर्ने र यसपटक पनि त्यसमा बजेट अपुग भएर हो अथवा कुनै त्यहाँ त्यो सार्वजनिक खरिद प्रक्रियाको कारणले गर्दा अप्ठ्यारो भएर हो अथवा ठेकेदारले नियतवश काम नगरेर हो अथवा त्यहाँ कमिसनको खेल भएर हो कि के कारणले हो ती नभएका भन्ने कुराहरू पत्ता लगाएर तिनीहरूलाई समयमै सक्ने र नयाँ योजनाहरू थप्ने भनेर अहिले हाम्रो माननीय अर्थमन्त्रीज्यूले त्यो कुरा हामीलाई भन्नुभएको छ र त्यही अनुसारै काम भएको छ। अब हामी यसरी हजुरहरूले जिताएर पठाइसकेपछि त्यहाँ गएर गर्नुपर्ने काम एकातिर छँदैछ। त्यसका अहिले मैले बुवालाई भन्दाखेरि बुवा हामीलाई थाहा छ तपाईँ त्यहाँ गएपछि शपथ खान पऱ्यो हुन्छ नि, संसद चलेको छ अनि त्यसपछि सरकार गठन भएपछि सरकारलाई शपथ खुवाउनु पऱ्यो अनि सभामुखको निर्वाचन गर्न पऱ्यो, उपसभामुखको निर्वाचन गर्न पऱ्यो, उहाँहरूलाई शपथ खुवाउनु पऱ्यो, फेरि समिति यो संसदीय समितिहरू हुन्छ नि यो मिनी संसद भन्छ त्यसलाई, त्यसको गठन गर्नु पऱ्यो, त्यसको सभापति चयन गर्नु पऱ्यो भनेपछि धेरै कामहरूले गर्दा हामी यो 1 महिना जस्तो हुन्छ नि अत्यन्तै व्यस्त भयौँ त्यहाँ। र हामीलाई हाम्रो पार्टी सभापतिज्यूको पनि निर्देशन के छ भने तपाईँहरू यहाँ बस्नु पर्दा यहाँ बस्ने, कुनै पनि सेसनहरू नछुटाइकन हुन्छ नि त्यसमा गर्ने, कानुन निर्माण प्रक्रियामा एकदमै अध्ययन गरेर हुन्छ नि कसरी हुन्छ त्यसलाई चाहिँ कहीँ कतै खोट नहुने किसिमको कानुन बनाउन लाग्नुहोस्। त्यसपछि बाँकी रहेको समय अथवा यहाँ सदन नचलेको बेलामा जिल्लामा गएर आफ्ना जिल्लावासीहरूसँग भलाकुसारी गर्नुहोस्, उहाँहरूको समस्या समाधान गर्न तपाईँहरूले के काम गर्नुहुन्छ, अर्को वर्षको लागि योजना बनाउनुहोस्, 5 वर्षको लागि योजना बनाउनुहोस्, 10 वर्षको लागि योजना बनाउनुहोस्, जसरी हुन्छ
अब हामीले 10 वर्षभित्र नेपाललाई मध्यम आय भएको देशमा पुर्याउनु छ। त्यो भनेको अहिलेको इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड जतिको आय भएको स्थानमा पुर्याउनु छ। त्यसका लागि तपाईँहरू खटिएर काम गर्नुहोस्, अहोरात्र खटिनुहोस्। तपाईँहरू अब यहाँ सांसद भएर काठमाडौँ बसेर सुख काट्न आएको होइन, जनतालाई सुखका साथ बाँच्न सक्ने स्थिति बनाउनको लागि आएकोले तपाईँहरू त्यो काम गर्नलाई खटिनुहोस् भनेर हाम्रो सभापतिज्यूले भन्नुभएको छ र हामीले पनि त्यही नै गर्ने भनेर हजुरहरूले पनि त्यही विश्वासका साथ यसपटक मत परिवर्तन गर्नुभएको हो। यसपटक कुनै लडमा मत परिवर्तन गर्नुभएको होइन। हाम्रा गत सरकारमा हाम्रा साथीहरू केही समय सरकारमा सहभागी हुँदा उहाँहरूले त्यो 3-4 महिनाको अवधिमा गर्नुभएको राम्रा कामहरू देखेर उहाँहरूले सडक र सदनमा जनताको हितका लागि बुलन्द गर्नुभएको आवाजहरू सुनेर उहाँहरूप्रतिको त्यो विश्वास जागेर र अहिले पनि अब 2वटा हुन्छ नि काठमाडौँ महानगरपालिकामा राम्रो काम गरिसक्नु भएको मेयर साहब र अनि यता जनताको हुन्छ नि आवाज जहाँ चाहिँ जनताको आवाज बुलन्द गर्ने हाम्रा पार्टी सभापतिज्यू एकै ठाउँमा आइसकेपछि यिनीहरू अब एक ठाउँमा आए, यिनीहरूले गर्छन्। यस्तै काम गर्ने मान्छे चाहिएको हो भन्ने विश्वास जागेर अनि कति केसमा हुन्छ नि यतिको मान्छे छ, एउटा कुनै क्षेत्रको विज्ञ छ, यो मान्छेले गर्छ होला भनेर व्यक्तिगत रूपमा पनि विश्वास जागेर त्यो अनि एकपटक त हेरौँ न त, पटक हेऱ्यो अहिलेसम्म अरूलाई, एकपटक त उनीहरूलाई हेरौँ न त भनेर यो विविध कारणले गर्दा हजुरहरू कतिले पार्टी नै परिवर्तन गरेर मत दिनुभएको छ, कतिले पार्टी परिवर्तन नगरे पनि एकपटक मत आन्तरिक रूपमा गोप्य रूपमा मत परिवर्तन गर्नुभएको छ। हो यो हजुरहरूले जुन आशाले, जुन भरोसाले, जुन विश्वासले हामीलाई जिताउनु भयो नि त्यो आशा हामीले निराश बनाउने छैनौँ। हजुरहरूको भरोसा टुट्न दिँदैनौँ। अर्को 5 वर्षपछि हामीलाई भोट माग्नै आउन नपरोस् भन्ने किसिमले हामीले काम गरिरहेका छौँ। किन भोट माग्न आउनु पर्छ? काम गरिसकेपछि त्यही कामकै आधारमा भोट दिन्छ। अहिले त कामै बोलिहाल्छ नि त। मैले काम गरिनँ र हजुरलाई यहाँ आएर साष्टाङ्ग दण्डवत प्रणाम गरेर भोट मागेँ भने पनि कसैले भोट दिनेवाला छैन काम नगर्ने मान्छेलाई। त्यसैले हामी बरु हजुरहरूसँग भेट यो के भन्छ चुनावको बेलामा भेट नहोला तर काम गरिसकेपछि त्यो विश्वासले चाहिँ भोट माग्नुपर्छ भन्ने तरिकाले अहिले काम गरिरहेका छौँ र यो यस क्रममा कति कुराहरू हामीले सिक्नुपर्ने छ, कति कुराहरू हजुरहरूको अनुभवबाट बुझ्नुपर्ने छ, कति कुराहरू यहाँको स्थानीय आवश्यकताहरू मलाई भन्दा हजुरहरूलाई भन्नुभएकोले ती कुराहरू थाहा छ। भर्खर भन्नुभयो यो बिजुलीको लाइन उता गोर्खामा हुन्छ नि यसो अब उता आइरहेको हुन्छ यहाँ आउँदैन अथवा हावा चल्यो भने लाइन जान्छ भन्नुभयो नि। यो कुरा मैले प्रष्ट रूपमा प्रधानमन्त्रीसँग भेट्दाखेरि मैले भनेको छु उहाँलाई लमजुङतिर तनहुँतिर रुखको पात हल्लियो भने हाम्रो लमजुङमा गोर्खा लमजुङमा पात हल्लियो भने हाम्रो लमजुङ गोर्खा तनहुँमा पात हल्लियो भने हाम्रो लमजुङमा लाइन जान्छ। यो साह्रै बिजोग अवस्था छ प्रधानमन्त्रीजी, यसलाई के गर्ने भनेर मैले भनेको थिएँ। उहाँको त्यो सचिवालयले त्यसलाई रिपोर्ट गरेर कम्प्युटरमा रेकर्ड राखेर विद्युत प्राधिकरणमा पनि खबर गरेर अनि त्यसलाई कहिलेसम्म तिमीहरूले यो अवस्था अन्त्य गर्न सक्छौ भनेर फलोअप भइसकेको छ। त्यसको लागि अब उहाँहरूले बिस्तारै हुन्छ त्यो अब बिस्तारै भने फेरि ढिलो होइन त्यो प्रक्रियामा गइसकेको छ। यी कुराहरू जति सक्दो छिटो हामी यो जनतालाई कुनै पनि किसिमको असुविधामा हुनुहुन्छ भने त्यसलाई अन्त्य गर्नको लागि प्रधानमन्त्रीज्यू आफै लागिरहनु भएको छ। तत्कालै गर्नुपर्ने चिजहरू यो त्यो नगरी धेरै क्षति हुने चिजहरू के छ भनेर पटक पटक सोधिरहनु भएको छ। त्यहाँ कार्यालयबाट सोध्नु भएको छ। हामीलाई एउटा उहाँहरू त्यो सचिवालयसँग प्रत्यक्ष रूपमा यो संवाद गर्नको लागि ग्रुप बनाउनु भएको छ। उहाँहरूले हाम्रा गण्डकी प्रदेशको सांसदहरूलाई राखेर छुट्टै ग्रुप बनाउनु भएको छ। सबै सांसदहरूलाई राखेर छुट्टै ग्रुप बनाउनु भएको छ। हुन्छ नि फरक आवश्यकता हुँदाखेरि फरक ग्रुपमा गएर हामीले उहाँसम्म त्यो कुरा पुर्याउन सक्ने अवस्था छ। कति केसमा हजुरहरूले पनि सुन्नुभयो होला अन्य पार्टीका सांसदहरूले म यत्रो वर्ष 2 पटक दोहोऱ्याएर सांसद भएँ अहिलेसम्म हाम्रो आफ्नै प्रधानमन्त्री भेट्न पाएको थिइनँ। यो रासोपाको त हुन्छ नि उहाँले आफैले बोलाएर सबैलाई यसरी भेट गरेर के छ तिमीहरूको समस्या के गर्नु पर्यो भनेर भन्नुभयो। एकजना मुख्यमन्त्रीले भनेको पनि सुन्नुभयो होला उहाँ हाम्रै हुन्छ नि प्रधानमन्त्रीको यो यसरी हो काम गर्नुपर्ने यसरी गर्नु पर्थ्यो होइन। हामीलाई पनि पहिला यसरी सँगै राखेर सबैलाई कसरी गर्ने भन्ने किसिमको अन्तर्क्रिया त्यो किसिमको छलफल गरिदिएको भए कति राम्रो हुन्थ्यो होला भनेर अन्य पार्टीको हुन्छ नि मुख्यमन्त्रीले पनि भन्नुभयो। त्यसैले प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीको स्पिरिट सँग मिल्ने गरी हामीले पनि काम गर्नुपर्छ र त्यही गर्न गएका छौँ। र त्यति भयो भने हजुर हामीले चाहेको यही देशमा बस्न सक्ने स्थिति सिर्जना गर्ने भनेका छौँ नि। हामीले यही देशलाई भने जस्तै मध्यम आय भएको देशमा परिणत गर्ने भनेका छौँ। यही देशका सामुदायिक विद्यालयहरूमा
गुणस्तरीय शिक्षा पाउने अवस्था सृजना गर्ने भनेका छौँ। खल्तीमा पैसा नहुने कुनै पनि व्यक्तिले स्वास्थ्य उपचार पाउन सक्ने अवस्था भनेका ल्याउनुपर्छ भनेका छौँ। र प्रधानमन्त्री आफैले भन्नुभएको छ 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि नबन्ने, अब त्यसलाई त्यो नबनाउनेलाई कारबाही गरेर 1.5 वर्षमा बनाउनुपर्छ भनेर उहाँले पहिल्यै भनिसक्नु भएको छ। त्यसैले अब विकास निर्माणले गति लिएको छ र लिन्छ। दिनदिनै यहाँहरूले भ्रष्टाचारीहरू, जनतालाई दुःख दिने ठेकेदारहरू अथवा तस्करहरूलाई समातिरहेको देख्नुभएको छ। कति कुरामा हामीले चाहेर पनि न्यायालयले आफ्नै तरिकाले निर्णय गर्दाखेरि कति कुराहरू हामीले पुरा गर्न नसकेको अवस्थाहरू पनि छन्। खैर उहाँहरूको त्यो अनुसन्धान अगाडि बढिरहेको छ। 63 पछि उच्च ओहदामा बसेर काम गर्ने यो राष्ट्र सेवकहरू र राजनीतिज्ञहरूको सम्पत्ति छानबिन गर्ने भनेर आयोग बनिसकेको छ। त्यसैले सम्पूर्ण कुराहरूको छानबिन भएर अहिलेसम्म उहाँहरूले गर्नुभएका बेथिति भ्रष्टाचार कुशासनको लागि उहाँहरूलाई जिम्मेवार बनाएर अब चाहिँ देशले अब त्यो स्थितिको अन्त्य गरेर अगाडि बढ्नुपर्छ भनेर हामी लागिरहेका छौँ। ती कुराहरू गर्छौँ। र फेरि पनि म यहाँहरूलाई एउटा अनुरोध गर्न चाहन्छु, यहाँहरूले अहिले धेरै कुराहरू यहाँ दिनुभएको छ होइन, यो आवश्यकताको कुराहरू केही छुटेका छन् भने अथवा केही यसमा सुधार गर्नुपर्ने कुराहरू छन् भने पालिकाबाट वडाबाट सिफारिस बनाएर एउटा सिफारिस बनाउनुहोस् र त्यो किन त्यो अत्यावश्यक छ भन्ने कुरा त्यसमा राम्रोसँग त्यो पनि लेखिदिनुहोस् र त्यसको कमसेकम एउटा इस्टिमेट हुन्छ नि। यहाँ वडाले इस्टिमेट गर्छ, यहाँ ओभरसियर हुनुहुन्छ अथवा पालिकामा इन्जिनियर हुनुहुन्छ होला अनि यहाँ पनि इन्जिनियर हुनुहुन्छ होला होइन, उहाँहरूले एउटा इस्टिमेट गरिदिनुहुन्छ। त्यो इस्टिमेट सहितको बुझाउनुहोस् होइन। अन्य योजनाहरू पनि बुझाउनु पर्ने। त्यो किन आवश्यक छ भन्दाखेरि अब अरू सरकारले जस्तो पहुँचको आधारमा एउटा चिरकोटो भन्दा सानो कागजमा लेखेर दिएको योजना पर्दैन अबदेखि। किन हामी त्यो यसलाई थिति बसाल्न चाहन्छौँ, त्यही त्यो बेथितिले गर्दा नै यी योजनाहरू अलपत्र परेका हुन् र थिति बसाल्न प्रक्रिया पुऱ्याएर कमसेकम लागत अनुमान यति लाग्छ भनेपछि सरकारले त्यति अनुसार बजेट छुट्याउँछ। त्यही किसिमले हुन्छ अगाडि डिपिआर गर्ने अनि ठेक्का प्रक्रियामा जाने गर्दाखेरि सहज हुन्छ। त्यहाँ त के भइदिन्छ भने त्यो एउटा प्राइभेट कन्सल्टेन्सीलाई कहिलेकाहीँ दिने अनि उनीहरूले त्यसमा त्यो दिँदा नै कसलाई त्यो ठेक्का पार्ने भनेर नि छलफल भइसकेको हुन्छ कि ल म यति बनाइदिन्छु यसको, तिमीहरू यति घटेर हाल्नु, यति जति हुन्छ भनेर त्यो भित्रभित्रै हुन्छ नि। त्यस्तो खेलहरू हुने भएकोले नै धेरै त्यो विकास निर्माणका कामहरूमा अहिले कठिनाइ आइरहेको पनि छ। ती कुराहरूको अन्त्य गर्नको लागि हामीले यो फरक तरिकाले काम गर्नुपर्छ। मैले आफैले पनि हुन्छ नि यो एउटा अनलाइन मार्फत सबै कुरा यो सबैलाई पारदर्शी हुने तरिकाले काम गर्नको लागि एउटा वेबसाइट पनि बनाएको छु र त्यो छिटै हुन्छ नि सार्वजनिक गर्दैछु। मैले अहिले आज मैले त्यो मेरो आइप्याड ल्याउन छुटेछ, नत्र हजुरहरूलाई पनि देखाउन सक्थेँ होइन। त्यसमा अब हजुरहरूले त्यहीँबाट राय सल्लाह सुझाव दिन सक्नुहुन्छ। त्यहीँबाट आफ्ना योजनाहरू त्यो अपलोड गरेर हुन्छ नि मलाई म्यासेजमा पठाएर इमेल गरेर गर्नु पर्दैन, त्यहीँ आफैले कम्प्युटरबाट सोधै त्यहीँ अपलोड गर्न सक्नुहुन्छ। अनि त्यहीँबाट कुन योजना तपाईँहरूको यो ठाउँमा भएका कुन योजनाहरूमा कति पनि 0 प्रगति भएको छ, कुनमा 20% प्रगति भएको छ, कुन समयमै सम्पन्न भयो भनेर त्यो योजनाको ट्र्याकिङ पनि त्यहीँ गर्न सक्नुहुन्छ। त्यसै गरी विज्ञहरूले आफ्नो क्षेत्रको विज्ञताको आधारमा हुन्छ नि हामीसँग बसेर काम गर्न सक्ने ग्रुप पनि त्यहाँ बनाएको छ। त्यसमा कृषिको विज्ञले कृषिको ग्रुपमा जोडिएर सँगै यो राइनसको विकासको लागि अथवा लमजुङमा कृषिको विकासको लागि काम गर्न सक्नुहुन्छ भने स्वास्थ्यको विज्ञले त्यसै गर्न सक्नुहुन्छ, शिक्षाको विज्ञले अथवा ऊर्जाको विज्ञ, पर्यटनको विज्ञ हुन्छ नि फरक त्यसरी हामीले बनाएको छौँ। अब भनेको हामीले हचुवाको भरमा योजना बनाउने होइन, विज्ञहरूले आफ्नो विज्ञता प्रयोग गरेर अनि अनुभवीहरूसँग ती कुराहरू साटासाट गरेर बनाउनुपर्छ भनेर हामीले त्यसरी बनाएका छौँ। त्यति भयो भने यी सबै कुरा गरियो भने देश विकास हुन्छ। हाम्रै पालामा देश विकास गर्नुपर्छ र सही नीति बनाएर सही नियतका साथ काम गर्यो भने हामीले चाहे अनुसारको विकास हुन्छ र त्यसका लागि हामी लागिरहेका छौँ। र यहाँहरूलाई म फेरि पनि भन्छु, अब यो उता हामी संसद नचलेको बेलामा यहाँहरूसँग आएर यसरी नै भलाकुसारी गर्ने फेरि पनि मौका जुट्छ र कहिले पनि हामी टाढा छ, यिनीहरू त सांसद भएर जितेर गयो, अब सीमादौराको पर्खालभित्र ठुलो मान्छे भएर बस्छ, आफै सेवा सुविधा लिएर बस्छ भन्ने कुरा नसोच्नु होला। हामी त्यसरी बस्दैनौँ, यहाँहरूकै साथमा हुन्छौँ, यहाँहरूकै दुःखको सुखको साथी भएर बस्छौँ र त्यसरी आफ्नो दुःख सुखमा सम्पर्क गर्नु होला। हामी सधैँ यहाँहरूसँगै हुनेछौँ र अब यति भन्दै हामी फेरि अन्यत्र पनि जानु छ र
फेरि भेट्ने बाचा गर्दै अहिलेलाई बिदा हुन्छु र यहाँहरूको उपस्थितिको लागि धेरै धेरै धन्यवाद र यो नयाँ वर्ष यहाँहरूको सुखद रहोस्, यहाँहरूको सुख शान्ति समृद्धिको कामना गर्छु। हस्, धन्यवाद। त्यो गाइस दिनभरिको बसाइ पछाडि चाहिँ अहिले धर्मकेशी सर आउनुभयो होइन। उहाँदेखि हामीलाई भेट्नको लागि, यहाँ जनतालाई भेट्नको लागि, जनताको रायहरू के छ, समस्याहरू के छ, सबै कुराहरू बुझ्नको लागि। सो अहिले चाहिँ सबै प्रक्रियाहरू र कार्यक्रमहरू सकिसकेको छ गाइस होइन। त्यही हो, अब हजुरहरूको समस्या के छ कमेन्टमा लेख्नु होला होइन। र यो चाहिँ म धर्म सरको पेजसम्म चाहिँ मैले यो मेन्सन गरेर पठाइदिन्छु। त्यही हो गाइस, आजको कार्यक्रम सम्पन्न भइसकेको छ। ओके।